दुर्घटना भन्नाले एउटा सवारी साधनले अर्को सवारी साधन, पैदल यात्री, जनावर वा अन्य कुनै संरचनाहरू जस्तै रुख पोल आदिलाई ठक्कर दिँदा हुने दुर्घटनालाई जनाउँछ। यसका कारण ठूलो धनजनको क्षति हुन जान्छ। विकासोन्मुख देश नेपाल भौगोलिक विविधताको देश हो। हिमाल, पहाड र तराई जस्ता 3 भूगोलमा सङ्गठित नेपाललाई पहाडी मुलुकको रूपमा चिनिन्छ। त्यसर्थ यहाँको अधिकांश सडकहरू नदी नाला र भिरका छेउछाउबाट नाकबेली हुँदै अगाडि बढेका छन्। यति हुँदाहुँदै पनि सडक यातायात नेपालको विकल्पहीन विकल्प हो। रेलमार्गको विस्तार नगरिएको, जलमार्गको सम्भावना नभएको र हवाई मार्ग अधिकांश नेपालीहरूको पहुँच बाहिर रहेकोले सडक यातायात एकमात्र यात्राको विकल्पहीन माध्यमको रूपमा रहेका छन्। तर सडक यातायात असुरक्षित बन्दै गइरहेको छ। सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या निकै रहेको छ। दुर्घटनामा निर्दोष नेपालीहरूले अकालमा मृत्युवरण गर्नु परेको छ, अपाङ्ग भएर बाँच्नु परेको छ, धनको ठूलो क्षति बेहोर्नु परेको छ। दुर्घटनामा व्यक्ति, परिवार, समाज तथा देशले ठूलो क्षति भोगिरहनु परेको छ। मुलुकको पछिल्लो समय सवारी दुर्घटनाका कारण देखिएको बढ्दो चरीले एक प्रकारको त्रासदी दिन उत्पन्न गराएको छ। सडक यात्रा गर्नु अघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइँदैन भन्ने धारणा हरेक यात्रीको मनमा पैदा हुने र ईश्वरलाई पुकारेर हिँड्नुपर्ने परिस्थितिले सर्वसाधारणदेखि राज्यका सरकारवालाको निकायसम्म झकझकाएको छ। प्रत्येक 4 वर्षमा सडक दुर्घटनाबाट ज्यान गुमाउने र अङ्गभङ्ग हुनेको सङ्ख्या कति 10 वर्षीय जनयुद्ध र विनाशकारी भूकम्पको भन्दा पनि बढ्ता रहेको तथ्याङ्कले नेपालमा सडक दुर्घटना कति भयावह बन्न पुगेको रहेछ भन्ने बुझ्न सघाउँछ। सडक दुर्घटनाकै कारण वार्षिक झन्डै 2000 नागरिकहरूको मृत्यु हुने र 12000 जति घाइते बन्ने प्रहरीको तथ्याङ्क छ। विश्वकै सर्वोच्च सवारी दुर्घटना हुने मुलुकको रूपमा चिनिने सन्दर्भमा पनि यही मननीय हुन आउँछ। नेपाल जस्तो सानो मुलुकमा पनि सवारी दुर्घटनाकै कारण यति ठूलो सङ्ख्यामा मानिसको ज्यान जानु सामान्य विषय हुन सक्दैन। यस्ता असामान्य विषयमा पनि राज्यले अहिलेसम्म प्राथमिकतामा राखेर कुनै पनि कार्य गर्न नसक्नु अत्यन्त लज्जास्पदको कुरा हो। मलाई त लाग्दैछ नागरिकप्रतिको दायित्व वहनमा यति उदास राज्य संसारमा बिरलै भेटिएलान्। सभाध्यक्षज्यू, हाम्रो परिवेशका आधारमा सवारी दुर्घटनाका कारण औल्याउनु पर्दा सडकको दुरअवस्था, गुणस्तरहीन सवारी चालक, स्तरीय सवारी चालकको अभाव, चालकको लापरवाही, ट्राफिक नियमको उल्लङ्घन, कानुन कार्यान्वयन गराउने निकायको फितलोपन, यात्रुको न्यून चेतना स्तर आदि प्रमुख देखिन्छन्। सडकको नाममा रेखा मात्र कोरिएको पहाडी बाटो पछिल्लो दशक निकै बढेको र जथाभावी किसिमले बस, जीप जस्ता सवारी साधनहरू यात्रु सेवाका रूपमा सञ्चालन गरेको तथ्यप्रति दृष्टि पुग्न पनि जरुरी छ। यस्ता बाटोहरू केही व्यक्तिको स्वार्थका लागि बिना प्राविधिक परीक्षण गाउँ गाउँमा पुर्याएका छन्, जसले दुर्घटनाको मात्रालाई झनै बढाएको छ। तसर्थ प्राविधिक परीक्षण पश्चात मात्र सडक विस्तार कार्यलाई अगाडि बढाउनु पर्छ। सवारी दुर्घटना भएपछि ठूलो क्षति बेहोर्नु पर्ने अवस्था आउँछ। त्यसैले सवारी दुर्घटना नै हुन नदिनका लागि विभिन्न सावधानी अपनाउनुले बुद्धिमानी हुन्छ। यसका लागि सवारी साधनको नाप र गति नाप्ने उपकरणको व्यवस्था गरिनुपर्छ। समय समयमा सडकको प्राविधिक परीक्षण गरिनुपर्छ र सबै प्रकारका सवारीको आयु तोकिनुपर्छ। सवारी चालकहरूका लागि निश्चित उमेर पार गर्नुपर्ने व्यवस्था गरिनुपर्छ। बालबालिका तथा घरपालुवा चौपाईहरूलाई सडकमा जान निषेध गरिनुपर्छ। सडक सुरक्षाका विषयमा पाठ्यक्रम बनाई विद्यालय तहदेखि नै अनिवार्य गरिनु आवश्यक छ। सडक दुर्घटनामा दोषी देखिएका जो कोहीलाई पनि कडा कानुनी कारबाही गर्नुपर्ने व्यवस्था गरिनुपर्छ। सडक दुर्घटना भएपछि घाइतेलाई तत्काल उपचार गर्न नसके उसको ज्यान जाने सम्भावना हुन्छ। दुर्घटनामा घाइते भएका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी उसलाई शीघ्र सुविधा सम्पन्न अस्पतालमा पुर्याउनु नै उसको ज्यान जोगाउने एकमात्र विकल्प हो। यसका लागि राज्यले आवश्यक बजेटको व्यवस्था गरिनुपर्छ। निश्चित दूरीमा सडकको नजिकमा प्राथमिक उपचार केन्द्र खोलिन आवश्यक छ। नेपालको हरेक सडकमा सुरक्षा फौजको तैनात गर्न जरुरी छ, जसले तत्काल घटनास्थलमा पुगी घाइते भएका बिरामीहरूको उद्धार गर्न सकुन्, घाइतेलाई तत्काल अस्पतालमा पुर्याउन सके, उसको ज्यान जोगाउन सक्ने भएकोले यसतर्फ राज्यले ध्यान दिई तत्काल प्रभावकारी कार्यक्रम निर्माण गरी यसलाई कार्यान्वयन गराउन आवश्यक छ। दुर्घटना त कति छन् कति गन्न सकिन्न। हतार नगर साथी, बिस्तार गए अवश्य पुगिन्छ। हतार गरे भन्न सकिन्न। प्रचलित मान्यता अनुसार कुनै एक सवारीले अर्को सवारीलाई ठक्कर दिन्छ र त्यसबाट घाइते हुने, मृत्यु हुने वा सोभन्दा बढी अवस्था सिर्जना हुन्छ भने त्यसलाई सवारी दुर्घटना भनिन्छ भने उपचार व्यवस्थापन भन्नाले घाइते पक्षलाई वा घाइते भएर मृत्यु भएको परिवारलाई सरकारले के कस्ता व्यवस्थापन गरेको छ त भन्नु हो। नेपालमा सवारी दुर्घटनालाई त्यति चासो महत्त्व दिएको पाइँदैन। सडक छेउमा होर्डिङ बोर्डहरू हुनुपर्ने, सडक छेउमा रिफ्रेस सेन्टरहरू हुनुपर्ने, सडक फराकिलो हुनुपर्ने आदि जस्ता भौतिक पूर्वाधारहरू भएको पाइँदैन। नेपालमा हरेक 10 वर्षको समयावधिमा करिब 16,315 जना व्यक्तिको दुर्घटनामा मृत्यु हुने गरेको छ। सर्वप्रथम 1 नम्बरमा रहेको छ मानवीय कारण। लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने,
ट्राफिक नियमको पालना नगर्ने, जहाँ पायो त्यही सवारी रोकी यात्रु चढाउने आदि जस्ता मानवीय कारणले आजकल दिन प्रतिदिन दुर्घटना बढिरहेको छ। दोस्रो नम्बरमा रहेको छ यान्त्रिक कारण। यान्त्रिक कारणमा सवारी साधनको यान्त्रिक अवस्था ठिक नहुनु, ब्रेक फेल हुनु, स्टेरिङ फेल हुनु आदि जस्ता कारणले सवारी दुर्घटना बढिरहेको छ। तेस्रो नम्बरमा रहेको छ वातावरणीय कारण। वातावरणमा रहेको बाक्लो धुवा धुलो हुस्सो आदिले गाडीको सिसा अगाडिको पारदर्शिता कम हुनु, बाढी पहिरोले रोड भत्काउनु आदि जस्ता वातावरणीय कारणले दुर्घटना भइरहेको छ। त्यसै गरी चौथो नम्बरमा रहेको छ सडकको कारण। सडक भौतिक पूर्वाधारको कमी हुनु, ठाउँ ठाउँमा भत्किएको सडक हुनु आदि जस्ता सडकको कारणले दुर्घटना भइरहेको छ। यो त भयो सडक दुर्घटना। त्यसो भए सडक दुर्घटना कसरी नियन्त्रण गर्न सकिन्छ त महोदय? सडक सुरक्षाको पाठ्यक्रम बनाई विद्यालय तहमा अनिवार्य गराउने। करिब 37% मात्रामा विद्यार्थी दुर्घटनामा परिरहेको छ। त्यसका लागि विद्यार्थी वर्गमा जनचेतना जगाउनु आवश्यक छ। त्यसै गरी लामो दूरीमा चल्ने सवारी साधनमा 2 जना चालक अनिवार्य गराउनु आवश्यक छ। समय समयमा सवारी चालकको आँखा लगायत स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। दुर्घटनामा परेको पीडित पक्षलाई नेपाल सरकारले बिमा गराउने, निशुल्क रूपमा स्वास्थ्य उपचार दिने आदि जस्ता सेवाहरू उपलब्ध गराएका छन्। त्यसै गरी सवारी साधन सरकारले नियन्त्रण गरिदिन्छ भनी आशावादी भएर बस्ने होइन कि हामी जस्ता सर्वसाधारण नागरिक नै सचेत भएर लागि हुनु पर्दछ। हाम्रो ज्यानको सुरक्षा हामी आफैले नगरे कसले गर्छ? हामी जस्ता सचेत वर्ग सवारी दुर्घटना नियन्त्रणमा नलागे कसले लाग्छ? त्यसैले हामी जस्तो सर्वसाधारण जनता नै लागि पर्नुपर्छ। आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्दै म मेरा भनाइहरू यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। सवारी साधन अहिलेको लागि वैज्ञानिक चमत्कार स्वरूप भएको छ। भन्छन् सम्पूर्ण चिजको राम्रो र नराम्रो पक्ष हुन्छ। सवारी दुर्घटना भनेको यस्तो चिज हो जुन चाहिँ सवारी साधनको नराम्रो पक्षमा पर्छ, जसले आर्थिक र जीवन हानि दुवै गर्न सक्छ। अहिलेको अवस्था हेर्ने हो भने चाहिँ सवारी दुर्घटनाको बिगबिगी नेपालमा एकदम फैलिएको छ। तथ्याङ्क अनुसार 2071 को असार महिनादेखि 2075 फागुन महिनासम्म मात्र हेर्ने हो भने ज्यान गुमाउनेको सङ्ख्या 12,527 भन्दा माथि पुगेको छ भने 22,000 भन्दा माथि गम्भीर घाइते हुन पुगेका छन्। सवारी दुर्घटना हुने विभिन्न कारणहरू हुन्छन्, जसमध्ये पहिलो चाहिँ हाम्रो सडकको क्षमता र आवश्यकता भन्दा बढी सवारी साधनहरू त्यसमा भित्र्याउनु नै हो। न त सरकारले कुनै प्रतिबन्ध लगाएको छ, न नै जनताहरू बढी यसप्रति चाहिँ कन्सियस भएका छन्। यसका कारण पनि विभिन्न दुर्घटनाहरू भएको पाइन्छ। अर्को हुन्छ ट्राफिक नियमको उल्लङ्घन। विभिन्न जनचेतना कार्यक्रममा भनिरहन्छन् कि ट्राफिक नियमको उल्लङ्घन गर्नु हुँदैन, यस्तो गर्नु हुँदैन, उस्तो गर्नु हुँदैन। तर हामी नेपालीहरूको खराब बानी यही छ कि हामी जे गर्नु हुँदैन भन्छ, हामी त्यसकै पछि चाहिँ लाग्छौँ। यसकै कारण पनि चाहिँ सवारी दुर्घटना भएको पाइन्छ। त्यसै गरी अब ट्राफिक पुलिसहरू पनि अब देखाउन चाहिँ काम गरेका जस्तो खटिरहेका हुन्छन्, तर कतिपय ठाउँमा घुसिया ट्राफिक प्रहरीका कारण पनि दुर्घटना भएको हुन्छ। दुर्घटना भएका उनीहरूले देखिरहेका हुन्छन्, तर पनि पैसा लिएर कुरो मिलाएर जान दिन्छन् र सूचनामा चाहिँ भागे है भनेर जनाइदिन्छन्। त्यसै गरी अर्को कारण हो सडक अतिक्रमण। सडक यसै त यत्रो हुन्छ, त्यसमा पनि बिस्कुन सुकाउने, पशु पक्षी छाड्ने, मोमो पानीपुरीका ठेला आदिले गर्दा पनि दुर्घटना हुन्छ। अब त्यहाँ गाडी गुडाउने कि बेच्ने त व्यवसायको रूपमा लिएका छन् सडकलाई मान्छेहरूले। जेब्रा क्रसिङबाट बाटो काट भन्छन्, कतिलाई सोध्ने हो भने थाहा छैन जेब्रा क्रसिङ भने के हो र, योबाट के गर्ने हो र भन्छन्। त्यो छैन, मान्छेमा चेतनै छैन। त्यसको कारण पनि दुर्घटना भएको पाइन्छ। साथै सरकारको पनि कुनै चासो छैन। जब कुनै ठुला बडा मान्छेहरू जान पर्यो भने चाहिँ सडकको सरसफाइतिर सबै ध्यान जान्छ। जसले सरसफाइ गर्छ त्यसलाई भोलिपल्टबाट हेर्ने हो भने फोहोर फालिरहन्छ। आफ्नो घरको फोहोर लगेर सडकमा फाल्छन्, आफ्नो घर सफा पार्छन्, तर वरिपरिको वातावरण भने फोहोर पार्छन्। त्यो फोहोर मैलाको कारण पनि कहिलेकाहीँ दुर्घटना भएको पाइन्छ। यो चाहिँ अहिले एउटा जङ्गलको आगो जस्तो फैलिरहेको छ। सडक दुर्घटना आगो जस्तो फैलिरहेको छ, जसलाई नियन्त्रण गर्न मुस्किल छ र यसलाई नियन्त्रण गर्न आवश्यक पनि। र यसको लागि सर्वप्रथम त
देशको भौतिक पूर्वाधार सुधार गर्नुपर्छ। साथसाथै अरू देशमा नचलेर यो बिग्रिएका गाडीहरू चाहिँ नेपालमा उपहार स्वरूप आउँछन् र त्यसलाई चाहिँ नेपालीहरू खुसी खुसी अपनाउने गर्छन्। कतिपयले हामी खबर सुन्छौँ कि गाडी चल्दा चल्दै पाङ्ग्रा फुस्क्यो मान्छे मर्यो। यो के कारणले भएको भन्दा के हुन्छ भन्दाखेरि हामी चाहिँ गाडी चलाउनुभन्दा अगाडि जाँच पडताल गर्दैनौँ कि मेरै गाडी त हिजो भर्खर गुडाको अघि भर्खर गुडाको अब केलाई हेरिरहनु पर्यो भन्छ। जान्छन् कतै ब्रेक फेल हुन्छ, कतै अब भनौँ न तीव्र गतिमा गइरहेको बेला कतै ब्रेक लाउनु पर्यो, ब्रेक दाब्छ लाग्दैन गयो। त्यस्तो कारणले पनि दुर्घटना भएको पाइन्छ। अनि त्यसै गरी चाहिँ अब भनौँ न यो रोड एकपालि बन्छ, बनेपछि बन्यो सक्यो, त्यसको लागि चाहिँ न कसैले फर्केर हेर्छ, न जनताले हेर्छ न सरकारले हेर्छ। अनि त्यसपछि बिचरा सडक पनि के गरोस्, अचल छ, उसले त केही गर्नै सक्दैन, चुप्प लाग्छ, बसिरहन्छ। यो न त एकजनाको कारणले हुन्छ र न नै एकजनाको कारणले रोकिन्छ। त्यसैले हामी सम्पूर्ण मिलेर चाहिँ सडक दुर्घटना रोक्नका लागि केही प्रयत्न गर्नुपर्छ। यसलाई हामी सबै मिलेर ठप्पै पार्न नसकौँला, तर यसबाट हुने क्षति भने अवश्य कम गर्न सक्छ। Hit Hetaura Online TV. Please do comment, share and subscribe. Hit Hetaura Online TV.